14 वर्ष जेल, सङ्घर्षले भरिएको जीवन र त्यही मानिस एक दिन नेपालको प्रधानमन्त्री बन्यो। नेपालको पूर्वी जिल्ला झापा साधारण परिवारमा जन्मिएका खड्ग प्रसाद शर्मा ओली, जसलाई आज देशभर केपी शर्मा ओली भनेर चिनिन्छ, उनको जीवन सुरुदेखि नै चुनौतीले भरिएको थियो। युवावस्थामै उनले राजनीतिमा चासो राख्न थाले। त्यो समय नेपालमा पञ्चायती व्यवस्था थियो, जहाँ राजनीतिक स्वतन्त्रता थिएन, तर ओली वामपन्थी आन्दोलनमा सक्रिय भए। उनको राजनीतिक गतिविधिका कारण 2078 सालमा उनलाई पक्राउ गरियो। त्यसपछि सुरु भयो लामो जेल जीवन। करिब 14 वर्ष उनले जेलमा बिताए। यो समय कुनै पनि मानिसका लागि कठिन हुन्छ, तर यही समयले उनलाई अझ दृढ बनायो। जेलबाट छुटेपछि देश पनि परिवर्तनतर्फ अघि बढिरहेको थियो। 2046 सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनः स्थापना भयो र खुला राजनीतिमा प्रवेश गर्ने अवसर आयो। 2041 सालमा ओली पहिलो पटक सांसद निर्वाचित भए। उनको बोल्ने शैली, स्पष्ट विचार र कडा अभिव्यक्तिले उनलाई छिट्टै चर्चामा ल्यायो। केही वर्षपछि 2051 सालमा उनी गृहमन्त्री बने। यो जिम्मेवारी चुनौतीपूर्ण थियो, तर उनले आफ्नो राजनीतिक छवि अझ मजबुत बनाए। समयसँगै उनी नेकपा एमाले भित्र बलियो नेताका रूपमा स्थापित भए र अन्ततः पार्टीको अध्यक्ष बने। अब आयो उनको राजनीतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण मोड। 2072 साल नेपालमा नयाँ संविधान जारी भयो। त्यही समय देश नाकाबन्दीको समस्याबाट गुज्रिरहेको थियो। इन्धन अभाव, दैनिक जीवन कठिन र जनतामा निराशा। यही परिस्थितिमा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने। उनले राष्ट्रवाद र स्वाभिमानका विषयमा जोड दिए र उनका भाषणहरू देशभर चर्चित भए। 2074 सालको निर्वाचनपछि वाम गठबन्धनले ठूलो जित हासिल गर्यो र ओली दोस्रो पटक प्रधानमन्त्री बने। यस अवधिमा उनले पूर्वाधार विकासका योजनाहरू, रेल र जलमार्गका अवधारणाहरू र समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा अगाडि बढाए। तर राजनीति सधैँ सहज हुँदैन। उनको कार्यकालमा पार्टीभित्र विवाद, संसद विघटन र अदालतका निर्णयहरू जस्ता घटनाले नेपालको राजनीति निकै तातेको थियो। अन्ततः परिस्थितिहरू बदलिँदै गए र सरकार परिवर्तन भयो। आज पनि केपी शर्मा ओली नेपालको राजनीतिमा सक्रिय छन् र प्रमुख नेतामध्ये एक मानिन्छन्। झापाको एउटा सामान्य युवाबाट सुरु भएको यात्रा, सङ्घर्ष, जेल जीवन, उतार चढाउ पार गर्दै प्रधानमन्त्रीसम्म पुगेको कथा, यही हो केपी शर्मा ओलीको राजनीतिक यात्रा।